ल मैले काँडे भाइलाई होइन मा कङ्गाले चाहिँ काँडा दान गरे होला ल दिए गाई चाहिँ होइन अब यहाँ चाहिँ ताण्डव हुन्छ होइन भजन कीर्तन यहाँ जमरा राखेको छ यहाँ भजन कीर्तन गरिन्छ अनि मैले अस्ति नै भनेको थिएँ नि माथि बाघमाराको ढुङ्गाबाट भागेर आएको देउता चाहिँ यहाँ हो होइन यहाँ आइपुगेको माथिबाट आएको देउता चाहिँ भागेर यहाँ आइपुगेको यहाँ अनि नुवाकोटमा चाहिँ 9 वटा कोटहरू भएर चाहिँ होइन नुवाकोट नाम रह्यो त्यही भएर एउटा कोट चाहिँ हाम्रो गाउँमा यहाँ कोट भयो होइन अरू 8 वटा चाहिँ अन्त पारिपट्टि त्यस्तो अन्त ठाउँमा छ त्यही भएर चाहिँ हाम्रो नुवाकोटको नाम चाहिँ 9 वटा कोटबाट चाहिँ नुवाकोट भएको हो देख्न सक्नुहुन्छ यता मन्दिर अब यहाँ चाहिँ भजन कीर्तन गाइन्छ मन्दिर अब 2-3 खण्डको हुन्छ अनि यहाँ एक खण्ड मार्ने हो मन्दिर अनि यहाँ ल्याएर राख्ने यहाँभित्र जमरा राखेको छ अब भोलि पर्सि चाहिँ यहाँ फेरि राँगो काटेर भोग हाल्छ नाइला के छ केटाहरू चाहिँ यहाँ भजन कीर्तन गर्न आएको भने भाग दिइरहेको छ केटाहरू छैन यहाँ कोही भागा त भलाइको त जमाना छैन धर्म कर्म इन्ट्रेस्टै छैन केटाहरूलाई खालि त्यो गरेर मात्रै चाँगर छ खालि त्यो मात्रै गर्ने अनि कहाँबाट हुन्छ के खानु त भोला खान्छौँ के खाउँ अनि तेरो घरमा मासु पाएर भने नि घरमा मासु पकाएर हुन्छ यहाँ केही खानु पऱ्यो नि त के एउटा बेर किन्न त बेर अहिले बेलुका कहिले किन्ने म किनिहाल्छु किन्छस् मलाई 5 रुपियाँ खर्च गर्ने दाँतबाट माछालाई अघि तल चक्लेट लिएर राखेको दिएन खोइ दहर चक्लेट किनेर राखेको आफू मात्रै खाएर मलाई ललिपप भन्दै माछा चुसिरहेको त बेवाडा साथी हुनुभन्दा त नहुनु बेच्नुलाई पगडे हो कि भन्छ यो देखिस् कम्ता बोका खायो ओए रामे तीनटा साइन ल्याएर छोडिसक्यो उता कति रुपियाँ चढा पैसा टिप्नु यहाँ चाहिँ पैसाहरू छैन काहीँ कति रुपियाँ छ हेर छैन क्या कति रुपियाँ 5 रुपियाँ होइन म विचार गर्छु 15 रुपियाँ रहेछ 20 रुपियाँ रहेछ तल एउटा चुरोट आउनु पर्यो चुरोट आउँछ टिप अब पैसा टिप्नु पर्यो यहाँ यसले चाहिँ होइन 20 रुपियाँ रहेछ अब 20 रुपियाँ एउटा चुरोट आउँछ भने यसले पक्का भयो टिपिरहेको छैन नरेखे माछाला त्यहाँ पनि रहेछ 25 रुपियाँ 10 30 रुपियाँ 30 रुपियाँ भयो होइन 30 रुपियाँ 30 रुपियाँ कति गएछ छ नि अब तर दुईटा चुरोट आउनु भयो त ल एउटा आम्बा तल ठुलो मलाई एउटा सानो खाने मलाई रा भने अम्बा गाइज पैसा सजिलो होइन यहाँ चढाएको यो त बेहोरा त कोही छैन होइन गाउँमै ठुक्क मलाई त्यो पैसा टिप्या लिएर हिँडे राङ्गो पो आयो त यसले चाहिँ पैसा टिपेर होइन खल्ती हालिदिएको माया बाखा होइन फकटको पैसा गोजीतिर हाल्यो के लास्टै बेहोरा खायो छैन 5 रुपियाँ पनि खर्च गर्दैन यसले तँलाई ललिपप खानु मन लाग्यो अहिले यही पैसा ललिपप किनेर दिन्छु मलाई अहिले माछालाई माइला पैसासँग अहिले माइला यो अम्बा माइला तेरो बाउ अलिक टिप भएर थियो कि है हो बाउ चढ नि छोरा टिप्ने त्यो पैसा पनि धोएर होइन गर्नुपर्छ क्या भन्छ अस्ति त्यो भूत मान्छेको पैसा पनि तैँले बाटोमा टिप्दो रहेछ माछालाई अहिले क्यारिम बोर्ड खेल्नुहुन्छ कि यो पैसा केटा आफूसँग बाजी खेल्नु मैले थाहा पाएको किन होला
त्यो किन टिभी जा लहर राखेर आइज त्यो राखेर आइज भने त्यही भएर त ल उनीहरू टिपेर ल्याउने यसले चढाएको यो चढाएको हो एउटा माखान्छ एउटा ताखान्छ चढाएको हो त्यहाँ फेरि टिपेर खायो अहिले तपाईँ चढा भन्नुहुन्छ मान्छे मान्छेले खाइसकेपछि त मलाई आफै राँड देशै भानु भने त तर भन्छ कि आफू त बिग्री अरूसँग बिहा छ खाएर म्याम पर त बेहोडा पैसा किन दियो त पैसा छैन मसँग पैसा छैन नि मलाई त बेहोडै रहेछस् बरु म दिउँला जा लहर राखेर आइज कति 30 रुपियाँ छ होइन म दिउँला 30 रुपियाँ म दिउँला मलाई चाहिएन मलाई त्यही चढा पैसा चाहियो भएर हो नि त के तेरो बाउले टिप भनेको थियो है होइन बाउले टिप भन्छ मुची झारे तेरो बाउले भनिदिएछ के भन्छ अहिले हेर अहिले यो पैसा भनिरहेको हामी नै पसल नगरिदिएर चाउचा खाने हो तर मैले म खाँदिनँ होइन तँ म चाहिँ खाँदिनँ त्यो चढा पैसा त केटाहरूको मुखमा सबको मुखमा चक्लेट पार्छु भयो पैसाले म तैँले त्यहाँ एउटा केही पनि खानु अब चाहिँ होइन आजबाट ए भाइ पैसालाई हेला नगरे मैले यही पैसाको कारणले गरेर नि भाइ फेरि विचार गर्ने पैसाले हेला नगर भाइ 1 रुपियाँ पैसा भनेर मलाई त्यो मासल त्यो पैसा मान्छे के घाम पानी खुलेर जाँदैन चढा पैसा होइन भाइ हुन्छ चढा पैसा किन टिपिस् त चढा पैसा के त्यो पैसा त्यति फाल्ने फाली त बरु त्यसको काम आउँछ सदुपयोग गर्ने भन्न त्यो भुराल टिप्छ नि त भुराल टिप्छ हामी पनि भुरे हो यहाँ बुझ दुईटा सुन ल्याएर फटाएर छोड्ने अझ बच्चा यो चढा आम्बा खाने हो ल केटाहरू सबले खाने भन्छ ओ नखाए यसले चढाएको ल्या हो यसले होइन काम छैन यो मैले पैसा पनि सबै टिप्दिया हो दुईटा अम्बा लिएर आए चढाएको पैसा पनि यसले टिपेर ल्या त नि चढाएको पैसा नि यसले टिपेर ल्या है सूर्य चोर खाने रहेन अलिकति झ्याउले अलिकति पुरै ल है फुल्लेर नमस्कार भगवती छिने है छिने 12 बज्यो कति थाप्यो यो यता त्यो 5 भाग लाउनु त त्यो 5 भाग लाउनु भाइ भने महिलालाई पहिलादेखि नै मान्न चाहिँ नारीलाई चाहिँ काण्डबारी निहाल्न थाल्यो नि त केटीहरूले त्यही भएर नि विवाद केटीले तान्न पनि तान्नु गयो हाल्यो नि त एउटै केटीले पाण्डवसँग बिहे गरेर तान्दै म चाहिँ त्यही भएर केटी तल परेर आएन केटी भने तल परे खोइ
त्यहाँ बाटोमा छ है लिएर जानु कति जानु पर्यो हाम्रो कति अगाडि जानु पर्यो फुलपाती भित्र अब यति भएपछि फुलपात्री भित्र आजलाई अब पछि फेरि हाम्रो यहाँ भजन कीर्तन अनि भोग दिने समारोहलाई यहाँबाट भागेर आएको है माथिबाट मैले पाण्डे भाइलाई होइन मा कङ्गाले चाहिँ काँडा दान गरे होला ल दिए अब पाण्डे भाइले खसी काटेर ल मैले तपाईँलाई दान गरिदिनु नि हो तँलाई यो नलिने हो दसैँ खर्च के खसी काटेर दसैँ खर्च खसी काटेर सुन नि दसैँ खर्च खसी काट्न दिए होइन त पर्दैन एउटा खसी काटेर सिगरेट किनेर ल्याएर आउनु सिखर मलाई ल म 100 दिन जाँदैन त्यसो भए ल तैँ लिएको छु ल नारायण तैँ ले तासे यत्रो नि आदिन आइज न आइज यत्रो नि कस्तो मै आइज दिला त डाँडातिर छ बिला जान्न ल सुशील भाइ के छ ठीक छ दाइ ब्लगै ब्लग मन दाइ आउनु गाडी खानु आउनु आउनु ए प्लग हान्ने नि हो नि त अब प्लग हान्नु रामे गोजीमा पैसा नि बच्चाहरूलाई त्यति दियो भने कति खुसी हुँदो रहेछ देखिस् भइहाल्छ नि खुसी त यति गरेर सिक के जिन्दगीमा के अरू केही गर्न नसक्यो यति गरेर सिक त मलाई चोर अरू केही गर्न भने त मान्छेलाई खुसी बनाउने काम गर्नु सक्यो खुसी बनाइ खुसी बनाउनलाई बुढीलाई खुसी बनाउनु भात बेला अरे त्यही बुढी खुसी बनाउन पारिबाट मैले बाँदरहरू नि मैले मभन्दा तपाईँ किन कराउँछ होइन त्यतिर होला सुरुमा त सुशीललाई सहिरा होला भबु साँदेर खाएको कि मलाई मर्छ भन्दै थियो होइन मैले एक ताल भबु खाइदियो बाँचे छ है मैले त साँदेको भबु हो मैले त भोलिपल्ट सिधै लानु पनि तलतिर पशुपति नै पुऱ्याउनु पनि भन्यो नि भबु साँदेर आरीमा हालेर सँगै सकाएको त नि तिमीहरू जस्तो खराब इन्जिन भए मान्छे हो त हामी त खाएर 2 दिन ढल्ने मान्छे सञ्चारहरू मासु बाँच्ने आइरहनु हो हाम्रो घर आएन हो तिमीहरू घर आउला भएर खसी चौध हार्ने खसी काटेको एक टपरी मासु लिएर पनि मान्ने भुटेर फेरि राम्रो खाउँ न उताको सिन देखा रामे गाई चाहिँ हाम्रो डाँडा हो होइन यो डाँडामा चाहिँ हामी धेरै बसेर रमाइलो गरिन्थ्यो पहिला चाहिँ अहिले चाहिँ त्यो साथीहरू आएको बेला दसैँमा यसो बसेर रमाइलो गरिदिउँ भनेर भर्खरै आएको यतापट्टिबाट पुरै भ्यू देखिन्छ पछाडिपट्टि फरेन्टरपट्टि साइडको यतापट्टि थप्रेक यता आलु फर्कापट्टिको पनि आलु फर्का यतापट्टि सतार भयो होइन यो पारिपट्टि गाउँ सतार भयो अनि यतापट्टि उता चाहिँ आलु फर्का मुडुले भयो अनि यतापट्टि उता आलु फर्का उता चाहिँ आलु फर्का कहाँ हो यो